ल यो पेन मलाई बेच। मतलब तपाईँ पेन बेच्नुहुन्छ? अरे यार हामी बेच्दैनौँ, तिमी बेच यो पेनलाई। किन बिग्रेको छ? बिग्रेको छैन, मतलब मलाई तिम्रो स्किल चेक गर्नु छ कतिको बेच्न सक्छौ भनेर। ल जाउँ बाहिर त्यसो भए बेचेर। अरे यार यहीँ बेच, मलाई बेच, मलाई। तपाईँलाई बेच, मतलब यो पेनलाई बेच भनेको। सर यो पेनको ओनरलाई एकचोटि सोध। अरे मेरै पेन हो भने मलाई बेच न। अनि सर तपाईँको सामान तपाईँलाई नै बेच्नु? तिमीलाई जब चाहिन्छ कि नै? चाहिएको छ जब त मलाई बेच। तपाईँलाई बेच्नु मतलब यो पेन मलाई बेच। त्यसो भए यो पेन किन्नुहोस्। मलाई पेन चाहिएको छैन। त्यसो भए म राखौँ? होइन तिमीलाई जब चाहिएको छ छैन? चाहिएको छ जब त, त्यही भएर त इन्टरभ्यू दिन आएको त तपाईँकोमा। त्यसो भए मलाई बेच, तपाईँलाई बेच्नु? अरे यार कहाँबाट आयो भने यो पेन मलाई बेच, राम्रो पेन छ सर किन्नुहोस् न। मलाई चाहिएको छैन त्यो पेन। त्यसो भए म राखौँ? यसरी होइन क्या, यो पेनको फाइदा मलाई भन, यो मलाई किन चाहिएको छ, मैले किन लिनुपर्छ भन, अनि मलाई सम्झाऊ बुझाऊ फाइदाहरू भनेर मलाई विश्वास दिलाऊ, अनि यो पेन मलाई बेच। सर यो पेन एकदमै राम्रो छ, सुन्दर छ, अति ब्युटिफुल छ, लिनुहोस् न सर। चाहिँदैन, मलाई चाहिएको छैन। त्यसो भए म राखौँ? भगवान क्या जुलुम है। आयो यार यो छ। जाऊ भाइ तिमी जाऊ, काम छैन।